नमस्ते साथीहरू, आज म तपाईहरुसँग पैसा र स्वतन्त्रताको बारेमा कुरा गर्दैछु। तपाईहरुमध्ये धेरैले मलाई भन्नुहुन्छ, सर म कडा मेहनत गर्छु, मैले गत वर्ष तलब पनि बढाएँ तर वर्षको अन्त्यमा मेरो बैंक खाता जिरोको जिरो नै हुन्छ। आखिर किन यस्तो हुन्छ? यो कुनै संयोग होइन। तपाईहरुमध्ये 90% भन्दा बढी मानिसहरू एउटा यस्तो अदृश्य जालमा फस्नु भएको छ जसले तपाईलाई सफल र स्वतन्त्र हुनबाट रोकिरहेको छ। यो जाल तपाईको आम्दानीको स्तरसँग सम्बन्धित छैन, बरु यो तपाईको सोच र बानीसँग सम्बन्धित छ। यो जालको नाम हो म अहिले नै पाउनुपर्छको मानसिकता। यसलाई अझ स्पष्ट पारौं, जब तपाईको आम्दानी थोरै बढ्छ तब तपाईभित्र एउटा सानो आवाज बोल्न थाल्छ, मैले यसको हकदार छु, अब म अलि राम्रो जीवन जिउन सक्छु। र तपाईले गर्नुहुने सबैभन्दा ठूलो गल्ती के हो? तपाईले त्यो अतिरिक्त पैसालाई आफ्नो जीवनशैलीलाई माथि उकास्न प्रयोग गर्नुहुन्छ। तलब बढ्यो, तपाई ठूलो अपार्टमेन्टमा सर्नुहुन्छ। बोनस आयो, नयाँ मोडलको गाडी वा महँगो ग्याजेट किनिहाल्नुहुन्छ। तपाई 1000 रुपैयाँ बढी कमाउन थाल्नुहुन्छ, तर त्यसपछि तपाईको खर्च 1200 रुपैयाँले बढाइदिनुहुन्छ। यो जीवनशैली बढाउने चलन तपाईको वित्तीय जीवनको सबैभन्दा खतरनाक शत्रु हो। यसले तपाईलाई केवल धनी देखिने झुट्टा भ्रममा बाँच्न बाध्य पार्छ, जबकि तपाई भित्रभित्रै ऋण र दायित्वको दलदलमा फस्दै जानुहुन्छ। याद गर्नुहोस्, वास्तविक धनी मानिसहरू पैसा आउने बित्तिकै त्यसलाई बिउको रूपमा हेर्छन्। उनीहरूले तुरुन्तै खर्च गर्नुको सट्टा त्यसलाई लगानी गर्छन् ताकि त्यो बिउले भविष्यमा फल दिने रुख बन्न सकोस्। उनीहरू तत्कालको सन्तुष्टि त्यागेर भविष्यको स्वतन्त्रता किन्छन्। यदि तपाई वास्तविक सम्पत्ति बनाउन चाहनुहुन्छ भने तपाईले आजैदेखि कमाई र खर्चबीचको अन्तरलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउनुपर्छ। तपाईको स्वतन्त्रता, तपाईको मनको शान्ति, ती सबै यही अन्तरमा बस्छन्। तपाईको लक्ष्य धनी देखिनु होइन, धनी हुनु हो। आजबाट यो जाल तोड्नुहोस्।